ल भाइ भाइ यो चाहिँ लेन्सेन्स फ्रान्स, अर्को यो चाहिँ जर्मनी, यो चाहिँ हाम्रो नेपाल बौद्ध। ए यति राम्रो ठाउँ देख्न सक्नुहुन्छ है। बताउनु भयो उहाँ भाइले सब बताइदिनु भयो होइन, कुन कुन मन्दिर कता छ भनेर। मलाई त्यति खासै त्यो थाहा भएन। यो अगाडि नेपालको मन्दिर अनि उता त्यो जर्मनको मन्दिर है। अनि ल म जाँदैछु। यति सुन्दर ठाउँ छ देख्न सक्नुहुन्छ। हामी भित्र प्रवेश गर्दैछौँ है हाम्रो दिदीबहिनीहरूसँग। ल दिदी बहिनी आउँछ है, दाइहरू उताबाट आउँदै हुनुहुन्छ। हाम्रो ब्लगर दाइलाई पनि धेरै धेरै राम्रो धन्यवाद छ हाम्रो भिडियो बनाइदिएकोमा। ल ल तिमीलाई पनि धेरै धन्यवाद है। धन्यवाद दाइ। अब हामी माथि जाँदैछौँ, भित्र गएर ल हामी हेर्छौँ है। ल लुम्बिनीको यदेखि भित्रतिर छैन। यतिबाट मैले क्यामेरा बन्द गरेँ। यो नेपालको मन्दिर हो मैले बताइसक्नु भएको छ। हामी नेपालको बौद्ध मन्दिरमा है ल कुन ठाउँमा आयौँ हामी? नेपालको बौद्ध मन्दिर लुम्बिनीमा भएको बौद्ध मन्दिरमा प्रवेश गरिराख्छौँ भित्र। धेरै ठुलो छ यहाँ नि एकदम। ल के भन्नु भन्छ हाम्रो बहिनी हुन्छ एकछिन। ल बौद्धको यो है, बौद्धको सुन्नुभयो उहाँले बताउनु भयो। देखौँ किन आउँछ छाता भएको ठाउँमा आउनु यस्तो हेर। को छाता? छाता हेरिएको छ नि त कहाँनिर क्या? ए ल छाता भएको ठाउँमा आउनु। यो जर्मन लेन्सेन्स फ्रान्स भनिदिनु भाइ भिडियोबाट भनिदिनु यो।